ल है त फेरि पनि मेरो साथी र मेरो एउटा सानो मिनी भ्लग आइसकेको छ। तपाईँहरूलाई के कस्तो लाग्छ हेरिदिनु होला, माया गरिदिनु होला भन्छु है त। आज चाहिँ साथी र मेरो चाउमिन खाने प्लान भएर यतातिर आएको छौँ, फरवर्नेतिर। ल चाउमिन पनि बनेर आइसकेको छ। मेरो साथीलाई चाहिँ खुर्सानी अलि पिरो चाहिएको अरे, त्यही भएर खुर्सानी लाउँदै हुनुहुन्छ। आजको चाउमिन चाहिँ मिठो एकदम स्वादिष्ट हुनेवाला छ है त साथीहरू। ल अब चाहिँ चाउमिन खान सुरु गर्नुपर्छ। निकै चाउमिन चाहिँ मिठो भएको मैले अनुभव गरेको छु। मेरो साथीले पनि मिठो भयो भन्दै हुनुहुन्छ। हामी सबैजना नेपालीहरूले मनपर्ने एकदम मिठो चाउमिन मोमो यही हो होइन। ल हेर्नु, मेरो साथीले चाहिँ एकदम मिक्स गरेर मजाले खान्छु भन्दै हुनुहुन्छ है। ल अब चाहिँ मैले पनि कस्तो रहेछ टेस्ट गर्नु पऱ्यो भनेर चाखिसकेको छु। एकदम मिठो नै भएको रहेछ, पिरो पिरो अमिलो सब कुरा दामी नै छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ खाने भए आउनु सक्नुहुन्छ। त मेरो साथीले चाहिँ एकदम मिठो मानेर खाँदै हुन्छ है। यसपालिको चाउमिन चाहिँ मिठो भयो भन्दै हुनुहुन्थ्यो। ल आजको यस्तै छ, पार्ट 2 अर्को भिडियोमा है त साथीहरू।